म्याडमहरूले चाहिँ यो प्रश्न नम्बर 16 मा चाहिँ झुकिनु भयो धेरैजना। जस्तै 16 मा चाहिँ कुनै एक वित्तीय सेवा छान्नुहोस् भनेको छ हैन। अब यसमा कर्जा, बचत, भुक्तानी, बिमा भन्ने छ अप्सन। अब यसमध्ये चाहिँ जस्तै उहाँहरूले तपाईँले जसलाई सोध्दै हुनुहुन्छ प्रश्न, उहाँहरूले चाहिँ बचत पनि गर्छु म, कर्जा पनि लिएको छु हैन, अनि त्यसपछि मेरो भुक्तानी पनि छ, बिमा पनि छ भन्यो भने तपाईँको पहिलो चाहिँ यहाँ प्राथमिकता भनेको कर्जा हो। तपाईँले कर्जा चाहिँ छानेर सोध्ने हो। यो सबैले बुझ्नुभयो होला। अनि त्यसपछि मानौँ अब मैले कर्जा लिएको छैन भनेर उहाँले भन्नुभयो भने तपाईँले बचत हैन मैले बस बचतको लागि मात्र युज गर्छु भने बचत टिक्लाउने हो। अब त्यस्तै अब भुक्तानीहरू म गर्छु भन्यो भने भुक्तानी त्यहाँबाट पेमेन्टहरूको कुरा भयो भने त भुक्तानी त्यहाँ भइहाल्यो। त्यस्तै बिमा पनि छ भन्यो भने बिमा। त्यसै प्रायोरिटी अथवा प्राथमिकता चाहिँ तपाईँको कर्जा, बचत, भुक्तानी, बिमा हो। मानव कसैले ल मैले कर्जा पनि लिएको छु भने तपाईँ कर्जा टिक्लाउनु भयो 16 मा। अब तपाईँ चाहिँ यो 17 चाहिँ सबैले हो भर्ने, किन भन्दा यो वित्तीय सेवा प्रयोगमा सन्तुष्टि हो यो ओभरअल। अब तपाईँ 17 सकियो, यो 17.2.7 मा हेर्नु है, 17.2.7 मा मानव तपाईँले कर्जा टिक्लाउनु भयो भने चाहिँ अब यो कर्जाको मात्र हो प्रयोगकर्तालाई सोध्ने भनेपछि यो शुल्कहरूमा पारदर्शिता भन्ने प्रश्न सोध्नु पर्यो। माथि त हामीले कर्जा टिक्लाएको छौँ। अब यो 17.2.7 मा कर्जा सम्बन्धी यही एउटा प्रश्न हो। त्यसपछि अब यो 3.1 यो सबैलाई सोध्नु पर्यो, ठिकै छ। अब यो बिमाको प्रश्नमा चाहिँ सोध्न परेन, बिमा खाली छ। अब तलपट्टि हेर्नु होला, यहाँ भुक्तानी सेवा प्रयोगकर्तालाई मात्र सोध्ने भनेको फेरि यहाँ टिक्लाइयो भनेपछि त्यो मिलेन नि त। माथि कर्जालाई टिक्लाएपछि यो बिमा पनि परेन, तपाईँको भुक्तानी पनि टिक्लाउनु परेन। अब यो मानव तपाईँको त कहिले कसो झुकिएर थिचियो हैन, भुक्तानीमा यहाँ थिचियो। अब सर यो झुकियो, अब कसरी चाहिँ हटाउने भनेर धेरैले यहाँ चाहिँ सोधिरहनु भएको छ। अब के गर्नु भन्दाखेरि नि यसको सजिलो उपाय सिकाइदिन्छु। जस्तै मानव तपाईँको थिचियो फारममा भने अब हल्का माथि आउनु है, अलिकति माथि हो, यो जस्तै उयो अन्य खुलाउनु, यसको साइडमा एउटा बक्स छ हेर्नु, यो बक्स अझ माथि पनि छ बक्स। अब तपाईँको त्यहाँ थिच्यो भने तपाईँले के गर्नु भन्दा हल्का माथि आएर यसमा खुलाउनु, होसमा चाहिँ एकचोटि थिचिदिनु यो बक्समा। यहाँ थिचिदिनु भयो भने यहाँ हेर्नु माथिपट्टि यो एकचोटि टपमा हेर्नुभयो भने यो एरो छ, लेफ्ट एरो छ, त्यसपछि यो अन्डु बटन हो। यसमा केही पनि आएको छैन अहिलेसम्म, तर तपाईँले यो यसमा थिचिदिनु भयो भने माथि हेर्नु त रिसेट भनेर देखियो नि हो। अब रिसेट भनेर आएपछि अब तपाईँ केही गर्नु पर्दैन, कहीँ पनि थिच्नु पर्दैन, सिधै तलपट्टि स्क्रोल गरिदिनु। कर्जा सेवा जस्तै यो भुक्तानीमा थियो हैन, हो यो भुक्तानीमा थिचिएको हो नि। अब तपाईँ 1 2 3 4 5 जहाँ थिचे पनि हुन्छ। जस्तै यो भुक्तानीको यो अन्तर आबद्धता जस्तै ई सेवा टु खल्ती भन्नेमा त छोइयो नि त सन्तुष्ट 4 मा। अब तपाईँले यहाँ 1 मा थिचिदिनु भयो, 2 मा, 3 मा, 4 मा जहाँ पनि थिचिदिनु भयो भने पनि केही हुँदैन। त्यसपछि यो रिसेट बल्ल त्यसपछि दबाउनु होला कि, रिसेट दबाएर रिसेट गरिदिनु त गएन त भनेको भुक्तानीमा त थिच्नु पर्दैन नि हो। यसरी चाहिँ रिसेट गर्न मिल्छ कि, सजिलो उपाय यो हो। तपाईँले धेरै सर मेरो रिसेटै भएन भन्नु चाहिँ त नजानेर हो, एकचोटि सिक्नुहोस्, राम्रोसँग हेर्दै यो जान्नुहुन्छ। अब यो अब फेरि म एकचोटि भन्न चाहेँ, जस्तै मानव अब तपाईँको मानव कर्जाको प्रश्न छैन अहिलेलाई हाललाई, तपाईँले यहाँ बचत टिक्लाउनु भएको छ 2 नम्बर बचत कुनै एक वित्तीय सेवा भन्यो भने अलिकति तल गऱ्यो भने मानव अब यो कर्जाको प्रश्न त सोध्न परेन। त्यस्तै गरी यो बिमाको पनि सोध्न परेन, भुक्तानीको पनि सोध्न परेन। अब यो कर्जाको प्रश्नहरूलाई मात्र सोध्ने भनेको यो पनि सोध्न परेन। जस्तै यो 4 मा छ नि, कर्जा रकम वा अवधिको परिवर्तनबारे जानकारी दिने सम्बन्धमा व्यवस्था भन्नेमा चाहिँ तपाईँले 4 नम्बर सन्तुष्टमा चाहिँ यो टिक्लाउनु परेन कि, यो पनि खाली नै छोडिदिने हो। यो कर्जा असुली प्रक्रियामा पनि यो कर्जा सेवा प्रयोगकर्तालाई मात्र सोध्ने भने यो पनि खाली छोडिदिने हो। अब यहाँ मानव फेरि थिच्यो, यहाँ पनि थिच्यो, यहाँ पनि थिच्यो, ल दुइटै थिच्यो भने त अब फेरि यसलाई रिसेट गर्ने कसरी भन्दाखेरि फेरि केही गर्नु पर्दैन, तपाईँ फेरि एकचोटि माथि जानु। जस्तै यो 17.3.7 र 17.3.8 मा थिच्यो नि त। अब फेरि तपाईँ माथि जानु, माथि गएर अब यो यही अहिलेको यो 15.11 वाला प्रश्नको चाहिँ यो अन्य खुलाउनु, यसको साइडमा छ नि यो बक्स, यसमा थिचिदिनु त। माथि आयो नि रिसेट। अब रिसेट आएपछि फेरि एकचोटि तल जानु, तल गएर यो 17 पोइन्ट कति थियो हो, 3.7 मा हामीले थिच्यो बेकारमा। अब फेरि यहाँ 2 3 4 मा चाहिँ कुनै पनि टिक्लाइदिएर जहाँ पनि थिच्यो हुन्छ 1 2 3 4 हैन, यसरी जहाँ पनि थिचेर यो रिसेट भन्नेमा थिचिदिनु। अनि यो आर यु स्योर भन्छ, यसमा रिसेट गरिदिनु त गयो नि। अब फेरि यो यतापट्टिको हेर्नु तलपट्टिमा, अब त्यो रिसेट भइसक्यो एउटा 17.3.7, 3.8 मा फेरि तपाईँ थिच्नु। अब फेरि यो त तल माथि रिसेट देखाएको छैन, ब्याक अप्सन र अन्डु अप्सन देखायो। अब फेरि अलिकति माथि गएर त्यसैमा यो अन्य खुलाउनुको साइडमै गएर थिचिदिनु भयो भने हेर्नु त माथि रिसेट भन्ने अप्सन आउँछ। अब फेरि त्यही प्रश्न जानु,
प्रश्न नम्बर यो कति हो भन्दा 3.8। अब यहाँ फेरि कुनै पनि 1 2 3 4 यो गर्दा असुली प्रक्रियाको कुनै पनि मा थिचेर यो रिसेट भन्नेमा थिचिदिनु त, रिसेट भनेर रिसेट गरिदिनु, यो आफै रिसेट भयो कि। यसरी चाहिँ सोध्नु। अब यो बिमा कति सरहरूले यो बिमा सेवा प्रयोगकर्तालाई मात्र सोध्नेमा पनि टिक लगाइदिनु भएको छ, माथि टिक नलाइदिएर। त्यही भएर यो प्रश्न चाहिँ 16 नम्बर चाहिँ एकदमै ख्याल गर्नु होला हैन। 16 मा धेरैको मिस्टेक भएको यही 16 हो। अब यो त्यो गरेपछि तल टिक नलाउनु पर्नेमा लगाइदिनु भएको छ। अनि अर्को भनेको तपाईको अरु लगभग ठिकै छ हैन, धेरैजनाहरुको यो जस्तै हो। यो अब जस्तै यहाँ चाहिँ के छ भन्दाखेरि तपाईको जस्तै यो कर्जा, जस्तै यो प्रश्न नम्बर जस्तै 12.1 बाट हेरौँ, धेरैले मिस्टेक गर्ने जस्तै यहाँ नै हाल कसरी बचत गर्नुहुन्छ भन्नेमा निक्षेप, जस्तै यहाँ सञ्चय कोष लगाउनु भयो, लगानी कोष लगाउनु भयो, ठिक छ। अब जानकारी नभएको विकल्पहरूको संख्या सोधेर लेख्नु भयो 7 वटा, यो पनि ठिक छ। अब यहाँ तल के भन्छ, अधिकांश प्रयोग गर्ने बचतको औपचारिक विकल्प भन्ने छ। जस्तै मानौ यहाँ के लेखेको छ भन्दा 12.1 मा एक भन्दा बढी औपचारिक विकल्प छनौट भएमा मात्र सोध्ने भनेको कसैले यहाँ एउटा मात्र टिक लगाइदिनु भएको छ, तलपट्टि फेरि यो पनि टिक लगाउनु भएको छ के। जस्तै मानौ ल अहिले सञ्चय कोष टिक लगाइएन हैन, म्युचुअल फन्ड पनि छैन। ल जस्तै यो निक्षेप मात्र भयो 12.1 मा भने नि, यो तलपट्टिमा चाहिँ धेरैले यो पनि टिक लगाइदिनु भएको छ निक्षेप। यहाँ के भनेको छ प्रश्नले भन्दाखेरि 12.1 मा यदि एउटा भन्दा बढी भयो मात्र यहाँ छान्ने हो, न त छान्न पर्दैन भनेपछि यदि एउटा गर्नुभएको छ भने यो पर्दैन, दुईटा गर्नुभयो भने चाहिँ यो पर्यो। फेरि यहाँ त्यही छ नि त, 12.1 मा एक भन्दा बढी औपचारिक विकल्प भएमा हो। यो प्रश्नमा चाहिँ जस्तै 12.1 त्यसपछि तपाईको 13.1 भुक्तानीमा दुईटा छ भने यहाँ पर्यो, नत्र परेन हैन। त्यो चाहिँ एकचोटि ख्याल गरिदिनु होला, धेरैले यो पनि मिस्टेक गर्नुभयो। अर्को अब सामान्य गल्ती भएको भनेको अझै पनि धेरैको कहाँ थिम छ भन्दाखेरि जस्तै पेशागतमा चाहिँ तपाईहरुले यहाँ जस्तै टिचर भनेर लेखिदिनुहुन्छ नि। अब वर्गीकरण गर्ने बेलामा चाहिँ हो यसरी टिक लगाइदिनु होला कि सामान्यमा प्राथमिक पेशाका कामदारहरू हैन, यहाँ तलब ज्याला रोजगार हो भने यहाँ यसरी हो, यसरी चाहिँ टिक यहाँ चाहिँ माथि लेख्नु, तलपट्टि टिकै लगाइदिनु भएको छैन कि। जस्तै पेशागत जसले खुलाउनु भएको छ उहाँले चाहिँ यो जसरी नि कम्पलसरी भरिदिनु होला। अनि अर्को सजिलो यो वार्षिक आम्दानी शर्तमा धेरैको मिस्टेक भएको छ। जस्तै नेहरू 4000 मा भनेको यो 4 लाख हो, मानव कसैको हो 2 लाख भयो भने के गरिन्छ भने 200 मात्र लेख्ने हो क्या यसरी। अब यो पनि हो। अब यति गर्नु भने अब धेरै फारम भर्न सजिलो छ, त्यसपछि त्यस्तो गाह्रो केही पनि छैन। तपाईहरु धेरै गर्नु, कति प्रश्नहरु छुटाउनु भएको छ हेर्दिनु होला हैन। यो 18 पोइन्ट उस त कति धेरैले छोडिदिनु भएको छ यतिकै टिक लगाउनु हैन। यसो सोधेर अलिकति भए पनि केही भन्नुहुन्छ। यो गुनासो व्यवस्थापनमा पनि कतिको खाली छ, यो छैन छैनमा यो पनि भर्दिनु होला। यसरी भर्दिनु अनि लास्टमा चाहिँ तपाईहरुको यो मैले फाइल नेम चाहिँ कसैको पनि मिलेको छैन, धेरैको चाहिँ फाइल नेमै नमिलाइकन पठाइदिनु भएको छ। फाइल नेमलाई म फेरि एकचोटि भनिदिन्छु। जस्तै अब यो ब्याक गरेपछि त अटो सेभ हो नि त तपाईको। अब तपाईले यहाँ यदि हेर्नुभयो भने जस्तै हेर्नु है, ल सबै जिल्लाको छ यो। जस्तै मैले आफ्नो तपाईहरुको ग्रुपमा पठाइदिएको पनि छु हैन। जस्तै पर्साको चाहिँ तपाईले फाइल नेम लेख्ने बेलामा पर्सा अंडरस्कोर, अब यही पटेरवा सुगौली गाउँपालिका टाइप गर्ने हो के सर। PATERWA स्पेस सुगौली स्पेस गाउँपालिका स्पेस अनि वडा नम्बर 3 स्पेस फारम नम्बर 1 2 3 गर्दै जाने हो। ठोरी गाउँपालिकाको पर्सा अंडरस्कोर ठोरी अनि त्यसपछि स्पेस गाउँपालिका गर्दै जाने हो। जस्तै म यहाँ फेरि एकचोटि देखाइन्छु तपाईहरुलाई। एडोबी फर्ममै जानुभयो भने जस्तै अहिले यो थियो नि चितवन भरतपुर। जस्तै यहाँ हेर्नु, चितवन भरतपुरको सरले यहाँ एउटा मिस्टेक के गर्नुभयो भन्दा सबै ठिक छ उहाँको, तर उहाँको चाहिँ भरतपुर मेट्रोपोलिटन सिटी पनि लेख्नुपर्छ के लोकल लेभल, उहाँको यही मिस्टेक भएको छ। जस्तै उहाँले चितवन अंडरस्कोर भरतपुर लेख्नु भयो नि, यसमा चाहिँ के लेख्नुपर्छ भन्दाखेरि तपाईले रिनेम गर्दाखेरि यो भरतपुर हो नि, भरतपुरको साइडमा मेट्रोपोलिटन। जस्तै स्पेलिङ पनि हेर्नु होला, METRO छ भने METR हो। यहाँ चाहिँ चितवन अंडरस्कोर भरतपुर मेट्रोपोलिटन अंडरस्कोर बल्ल यो भएपछि अझ सिटी पनि रहेछ। ल हेर्नु, भरतपुर मेट्रोपोलिटन सिटी छ भने यही टाइप गरिदिनु कि तपाईहरुले। यो चाहिँ छुटाउनु भएको छ, किन भन्दा भोलि पर्सि हामीले यो तपाईहरुको फाइललाई चाहिँ उतापट्टि गर्दाखेरि म्याचिङ गराउनु पर्छ, त्यो झ्याउ हुन्छ। त्यही भएर भरतपुर मेट्रोपोलिटन सिटी नै लेखिदिनु यसरी। हेर्नु त यो भएपछि मिल्यो नि त, चितवन भरतपुर मेट्रोपोलिटन सिटी वडा नम्बर 4 यो फारम नम्बर 17 हो हैन। अब त्यस्तै जस्तै अब यो अरु सरहरुको जस्तै मानौँ ल यो ठुलो छ इच्छा कामना गाउँपालिकाको पनि तपाईहरुले
यही इच्छा कामना गाउँपालिका नै टाइप गरिदिने हो। रिनेममा गएर इच्छा कामना गाउँपालिका अन्डरस्कोर वडा नम्बर कति हो त्यो 3 हो भने 3, 4 हो भने 4, त्यसपछि फारम कति हो त्यो 1 देखि 18 1 2 3 4 5 पाँचौँ फारम भने यो 5 यसरी चाहिँ लेखिदिनु भयो भने चितवन इच्छा कामना गाउँपालिका यसरी नै ठ्याक्क है। यसरी नै तपाईँको जिल्ला लोकल लेभल त्यसपछि वडा नम्बर र फारम नम्बर त्यसरी लेखिदिनु होला। अब यहाँ अरू सरहरूले यो जस्तै 12 वर्ष रौतहटको म्यामहरूले पनि यो यमुना माई गाउँपालिका नै लेखिदिनु, वृन्दावन म्युनिसिपालिटी नै लेखिदिनु, गरुडा यो गरुडा मात्र नलेखिदिनु कि सबै लेखिदिनु होला। यो माधव नारायण म्युनिसिपालिटी नै लेखिदिनु, रौतहट अन्डरस्कोर त्यही अहिले भने जस्तरी यहाँ हेर्नु त नि चितवन अन्डरस्कोर यो होइन, त्यसपछि माधव नारायण होइन, त्यसपछि अर्को के छ म्युनिसिपालिटी अन्डरस्कोर अनि वडा नम्बर यसरी नै लेखिदिनु कि फाइल नेममा चाहिँ धेरैको गल्ती भएको छ यो गरिदिनु। त्यसपछि अब यो मकवानपुर जिल्लाहरूको पनि यो हेटौँडा सब मेट्रोपोलिटन सिटी नै लेखिदिनु सबै, अनि मनहरी गाउँपालिका नै लेखिदिनु। यहाँ जे छ ठ्याक्कै लोकल्लीमा तपाईँहरूले हामीले यो फोटो पठाएको कारणै जे छ त्यही टाइप गरिदिनु होला भनेर हो होइन। अनि यसरी गरिदिनु भयो भने तपाईँको मिस्टेक आदि त्यहीँ कभर भइहाल्यो। यति गरेपछि हामीले फारम एक्सेप्ट गर्न पनि सजिलो हुन्छ, नत्र यहाँ यति धेरै इरर आएको छ सबैलाई सम्झाउँदै काट्दाखेरि त्यो झ्याउ भयो। यो एकचोटि हेरेर चाहिँ यति चाहिँ मिलाइदिनु होला, मैले यति आग्रह गरेँ फेरि।